नमस्कार, यहाँहरूलाई स्वागत छ वास्तुविधामा। आदरणीय सज्जन भक्तवृन्द, आजको विषय प्रसङ्ग लिएर उपस्थित भएको छु। वास्तुशास्त्र अनुसार हजुरहरूलाई धेरै कुराको मैले जानकारी गराएँ, तर यहाँहरूबाट मलाई के कुरा यहाँले निवेदन गरिबक्सिनु भयो भनेदेखि, गुरु वास्तु यसरी बनाउनु पर्छ, वास्तुको स्थान यो हो, यो सबै कुरा त हजुरले भन्नुभयो, तर हाम्रो घर पहिल्यै बनिसकेको थियो। अब त्यसलाई तोड्न पनि मिल्दैन, त्यसलाई फेर्न पनि मिल्दैन। हजुरले त वास्तुको विषय मात्रै बताउनु भयो, रोग मात्रै बताउनु भयो, त्यसको मेडिसिन यानी औषधि पनि बताइदिनुहोस् न। त्यो मलाई चाहिँ नि सुन्नमा आयो र आज त्यही बारेमा म बोल्दैछु। ध्यान दिएर यहाँले सुन्नुहोस्। वास्तुशास्त्र अनुसार व्यक्तिले घर निर्माण गर्दाखेरि दक्षिण र पूर्वको कोडलाई यानी आग्नेय कोडमा पानी छ भनेदेखि त्यो स्थानमा कुनै प्रकारको औषधि छैन। फेरि सुन्नुहोस्, दक्षिण र पूर्वको कोड आग्नेय कोडमा यदि यहाँको इनार छ, यानी माथि छतमा ट्याङ्की छ, यानी त्यही धारो छ भनेदेखि यहाँहरूले त्यो स्थानलाई जसरी नि परिवर्तन गराउनै पर्छ, नत्र भनेदेखि त्यो वास्तुले कुनै प्रकारको यन्त्र मन्त्र तन्त्र, कुनै पुजारी, कुनै पिलामेन्टले, कुनै बाँसुरीले, कुनै स्वस्तिकले, कुनै ओमले र कुनै ज्योतिषले, कुनै वास्तुविदले गरेर हुँदैन भन्ने शास्त्रीय मान्यता एक नम्बरमा सुनिबक्सोस्। अब हामी जाउँ दोस्रो नम्बरमा। दोस्रो नम्बरमा पूर्व र उत्तरको कोड भनेको ईशानु कोड। ईशानु कोड भनेको वरुण देवता यानी जल, यानी ईशः भनेको शिव भगवान। त्यो स्थानमा यदि शौचालय, रेस्ट रुम यदि छ भनेदेखि त्यो स्थानमा कुनै प्रकारको पनि वास्तु ट्रिटमेन्ट हुँदैन। त्यसलाई तोड्नै पर्छ, भत्काउनै पर्छ र त्यो चाहिँ अन्य स्थानमा त्यसलाई सार्नुपर्छ, नत्र भने त्यो वास्तु दोष हुन्छ। र अर्को प्रसङ्ग, यदि ईशान कोडमा टोयलेट छ, फोहोर छ, टोयलेट भएपछि त फोहोर त से हुने भयो, र ईशान कोडमा चाहिँ नि अनेक प्रकारका झारपात, माटा ढुङ्गा, खन्द्रङ मन्द्रङहरू भनौँ न, त्यस्तो चाहिँ नि यदि राखिएको छ भनेदेखि त्यो घरका सन्तानहरू यानी सन्ततिलाई पिर्दछ। एक त सन्तान पुत्र प्राप्ति हुँदैन, अर्को बाइचान्स भइहालेछ भने पनि त्यसको स्वास्थ्य राम्रो हुँदैन। हेरिबक्स, सधैँभरि हारी बिमारी र त्यो चाहिँ नि त्यसलाई कष्टकारक ग्रह गोचरले गराउँछ। अब हामी जाउँ, अग्नेय कोडको वर्णन गऱ्यौँ हामीले, ईशान कोडको हजुर हामी बसेर वर्णन गऱ्यौँ। अब हामी चाहिँ नि वायव्य कोड यानी दक्षिण र
पश्चिम र उत्तरको जुन कोड छ त्यो वायव्य कोडमा यदि हामीले खाल्डाहरू बनायौँ र हामीले त्यसलाई साफ सुथरा राखेनौँ भनेदेखि हामीलाई त्यहाँ वास्तुको ठुलो दोष लाग्दछ र हाम्रो घरमा सह भन्ने चिज हुँदैन र हामीलाई धेरै गाह्रो बनाउँछ। र त्यो वास्तुशास्त्र अनुसारले आग्नेय कोड, ईशान कोड र वायव्य कोड र तेस्रोमा हाम्रो नैऋत्य कोडमा यदि खाल्डाहरू खनेका छन् भने के हुन्छ त त्यो सुनिराख्नुहोस्। यदि हाम्रो सोफिटको पानी, टोयलेटको पानी, टोयलेटका दिशाहरू हाम्रो पश्चिम र दक्षिणको नैऋत्य कोडमा यदि हामीले राखेका छौँ भनेदेखि हाम्रो घरमा बस्ने सदस्यहरूको स्वास्थ्य स्थिति राम्रो हुँदैन। एक नम्बर सन्तान पुत्र पुत्रीमा पेटको समस्या आउँछ। श्रीमतीलाई अल्सर क्यान्सरको समस्या आउँछ र पाठेघर सम्बन्धी समस्या आउँछ। युरिन सम्बन्धी समस्या पर्दछ। हार्ट अट्याकको समस्या पर्दछ। किन पश्चिम कोड भनेको, दक्षिण कोड भनेको यमराजको स्थान हो। व्यक्तिहरूलाई अलिकति डर लाग्छ कि यमराज भन्ने बित्तिकै ओहो यमको द्वार त राम्रो हुँदैन भन्ने भावना हुन्छ। तर नआत्तिनुस्, त्यो स्थानमा सुग्घर सफा गरेर त्यो स्थानलाई उच्च बनाएर त्यसमा हनुमानजीको, विघ्नहर्ता श्रीमन महा गणेश भगवानको फोटोहरू यदि राखियो त्यो स्थानमा भनेदेखि यहाँहरूलाई वास्तु दोष लाग्दैन। अब यदि गड्डा छ भनेदेखि, खाल्डो छ भनेदेखि चाहिँ नि यहाँले त्यो खाल्डो चाहिँ नि पुर्न पर्यो। बालुद्वारा, माटोद्वारा त्यसलाई चाहिँ पुरेर अनि त्यो भूमिलाई चाहिँ नि शुद्ध पवित्र बनाउनु पर्यो। अब फेरि हजुरहरूलाई लाग्ला कि ओहो यो वास्तु त हेर्न हुन्छ, यो इमेज च्यानलमा यो वास्तु हेर्नाले त मनमा धेरै अशान्ति भयो भन्ने लाग्ला। तर त्यो नमान्नु होला। किन भन्नुहुन्छ भनेदेखि जब यहाँ हजुरको हाम्रो घर 4 आना, 3 आना, 2.5 आना यस्तोमा निर्माण भएको छ। अब यहाँ हामीलाई सेफ्टी ट्याङ्की पनि चाहिएको छ, सोफिट पनि चाहिएको छ। सकेदेखि बाहिर फेरि आउने मान्छेले तलै टोयलेट बनाउनु पायो भने पनि छ। पार्किङ पनि चाहिएको छ, इनार पनि चाहिएको छ। ल हेरिबक्स्यो 4 आना जग्गामा कति चिजको मेजरमेन्ट गर्नु पर्यो। त्यो सम्पूर्ण सम्भव हुँदैन। अनि सम्भव नभएका नाताले गर्दाखेरि त्यो स्थान चाहिँ परिवर्तन हुन्छ र वास्तु बिग्रिन्छ। र सुरुवातीमा यदि वास्तुविदलाई देखाएर वास्तुशास्त्र अनुसारले हामीले कर्म गर्न सक्यौँ भनेदेखि हाम्रा सम्पूर्ण वास्तु दोषहरू दूर हुन जान्छन् भन्दै बोल्न मन लाग्दै पनि समयको पाबन्दीलाई दृष्टिगोचर गर्दाखेरि समय सकिएको अनुभूति भएका कारणले यहाँहरूको माझबाट बिदा हुने अनुमति चाहन्छु। हस्त नमस्कार। नमस्कार, म ज्योतिष तारुचन्द्र नेपाने
विगत 22-23 वर्षदेखि म अनवरत रूपले ज्योतिष शास्त्र सेवा चलाइ आइरहेको छु र साथसाथै इमेज च्यानलमा पनि मैले वास्तुशास्त्र सम्बन्धी ज्योतिष शास्त्र सम्बन्धी 8-9 वर्षदेखि अनवरत रूपले म कार्य गरि आइरहेको छु। यहाँहरूलाई सेवा चाहिएमा हाम्रो ज्योतिष परामर्श केन्द्र कोटेश्वर प्रहरी बीट नजिकै जोडिएको भ्रिकुटी भवनको पहिलो तलामा हाम्रो अफिस रहेको छ। हाम्रो सम्पर्क सूत्र रहेको छ 985110 05640। हाम्रो अफिसका सेवाहरू छन् चिना, टिपन, वास्तु, हस्तरेखा, माटो सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ। हस्त नमस्कार।